हेलो, आज हामी चाहिँ 2081 को एसएससी को रिजल्ट कसरी चेक गर्न सकिन्छ भनेर सिक्नेछौँ। हामी त्यसको लागि सर्वप्रथम गुगलमा जानेछौँ। गुगलमा गइसकेपछि हामीहरूले चाहिँ यसमा www.ssentc.net.np गरेर सर्च गर्नेछौँ। यदि सर्च गरिसकेपछि तपाईले चाहिँ यहाँ सुरुमा वेबसाइट देख्नुहुन्छ, एसएससी रिजल्ट भन्ने देख्न सक्नुहुन्छ। यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि तपाईले चाहिँ यसमा अप्सन देख्न सक्नुहुनेछ एसएससी होम। यसमा चाहिँ तपाईले आफ्नो सिम्बल नम्बर क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि तपाईले चाहिँ सर्च रिजल्टमा क्लिक गर्नुहोस्। यसमा यदि तपाईको कुनै व्यक्ति पास हुनु भएको छ भने यसमा चाहिँ तपाईको जीपीए देखाउँछ। यसमा चाहिँ कम्प्लिट रिमार्कमा चाहिँ कम्प्लिट देखाउँछ। यदि कुनै व्यक्तिको फेल भएको छ भने त्यसको चाहिँ जीपीए देखाउँदैन, अर्थात् रिमार्कमा पनि इनकम्प्लिट लेखेको हुन्छ। तपाईले यसरी रिजल्ट चेक गर्न सक्नुभयो होला, जहाँ यी सेवा खल्तीबाट पनि चेक गर्न सकिन्छ अनि अन्य वेबसाइटहरुबाट पनि चेक गर्न सकिन्छ। तर यसको ग्रेड सिट चाहिँ तपाईले कहाँबाट पाउनुहुन्छ भन्दाखेरि यसको एसएससी होम छ हैन, तपाईले यसमा क्लिक गर्नुस्। यसमा क्लिक गरिसकेपछि तपाईले चाहिँ यसमा ग्रेड सिटमा जानुस्। ग्रेड सिटमा गइसकेपछि त्यसमा चाहिँ तपाईले आफ्नो सिम्बल नम्बर हाल्नुस्। यसमा सिम्बल नम्बर हालिसकेपछि तपाईले चाहिँ यसमा जन्ममिति राख्नुपर्ने हुन्छ। यसमा जन्ममिति राखिसकेपछि तपाईले चाहिँ यसमा सर्च रिजल्टमा चेक गर्नुस्। यसरी तपाईले चाहिँ आफ्नो एसएससी को ग्रेड सिट चाहिँ यहाँबाट सजिलै पाउन सक्नुहुनेछ। यदि तपाईलाई कुन सब्जेक्टमा पास हुनुभएको छ र कुन सब्जेक्टमा फेल हुनुभएको छ भन्ने कुरा तपाईले यसबाट सजिलै पाउन सक्नुहुनेछ। यसरी तपाईको कुन सब्जेक्टमा कति मार्क्स आयो र यदि सब्जेक्ट लागेको छ भने कुन सब्जेक्ट लागेको छ भन्ने कुरा तपाईले यसबाट सजिलै थाहा पाउन सक्नुहुनेछ। यसरी तपाईको चाहिँ 2081 को रिजल्ट हेर्दाखेरि यसरी गर्नुभयो भने तपाईलाई आफ्नो ग्रेड सिट पाउन सक्नुहुनेछ। यदि भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सब्स्क्राइब गरेर जानुहोला।